दर्शकवृन्द सादर नमस्कार। म वज्रराज उपाध्याय लोनी स्वागत छ निजी कार्यक्रम ग्रहको चौतारीमा हामी यहाँहरू समक्ष उपस्थित भएका छौँ मासिक राशिफलका साथमा। कार्यक्रममा आरम्भ गरौँ सर्वप्रथम गुरु वन्दनाबाट। गुरुर् ब्रह्मा गुरुर्विष्णु गुरुर्देव महेश्वर गुरुर् साक्षात् परब्रह्म तस्मै श्री गुरवे नमः। ध्यानमूलम गुरुर्मूर्ति पूजामूलम गुरुर्पदम मन्त्रमूलम गुरुर्वाक्ये मोक्षमूलम गुरुर्कृपा अखण्ड मण्डलाकारं व्याप्तमेन चराचरं तत्पदं दर्शितेन तस्मै श्री गुरवे नमः। माता गुरुभ्यो नमः, पिता गुरुभ्यो नमः, मातृभूमि गुरुभ्यो नमः, ज्ञान गुरुभ्यो नमः, सूर्य देवता गुरुभ्यो नमः। पाँचै गुरुले हाम्रो कल्याण गरून्। गुरु बिना जीवन अधुरो रहन्छ र गुरुको कृपा भएन भने हरेक कार्यमा असफल भइन्छ। सबैभन्दा ठुलो गुरु आमा हुनुहुन्छ, त्यसपछि बुवा हुनुहुन्छ र मातृभूमि र सूर्य देवता सृष्टिका नायक र जीवनका रक्षक ज्ञान गुरु, जसले जीवनमा पुनर्जन्म दिनुहुन्छ। किनभने हामी अज्ञानतावश जन्माउँछौँ, ज्ञान गुरुले ज्ञान दिनुहुन्छ र ज्ञान प्राप्त गर्दछौँ। गुरु धेरै हुन्छन् तर विशेष उहाँहरू नै गुरु हुनुहुन्छ। यो असार महिनाको बारेमा हामी कुरा गर्दैछौँ। असार महिना भन्ने बित्तिकै हामीले के बुझ्नुपर्ने हुन्छ भने मिथुन राशिमा सूर्य जान्छन्। नेपाल देशलाई वृश्चिक राशि मान्दाखेरि 8औं भावमा सूर्य हुन्छन्। यो भनेको अत्यन्तै कठिन समय हो। यतातिर त्यस्तो समय छ, अर्कोतिर फेरि के छ भन्दा यो एउटा बजेटको अन्त्य, अर्को बजेटको सुरुवात पनि हो है। अब सूर्य नारायणको कृपा भएन भने केही पनि हुन्न। नेपालको लागि त सूर्य उपासना अनिवार्य छ। किन अनिवार्य छ भने नेपाल देशको 10औं भावमा रहेका सूर्य छन्। हामी व्यक्तिगत जीवनको कुरा गरौँ या हामी अन्य राष्ट्रियताको कुरा गरौँ, किनभने हाम्रो जीवन त्यतिखेर सहज र सुलभ हुन्छ जतिखेर हाम्रो देश सबल रूपमा उभिन्छ। र हाम्रो देश पनि यस्तो देश हो जुन देश संसारमै नभएको देश छ। किनभने संसारमा अडिनको लागि धर्मको आधारहरू चाहिन्छ, जुन धर्मको उद्गम स्थल नै नेपाल हो। र जीवनभर यही धर्मका आधारमा, यही देवी देवताका कृपाका आधारमा सृष्टिदेखि आजसम्म स्वतन्त्र स्वाभिमानपूर्ण रूपमा रह्यो। जसलाई पटक पटक आक्रमण गर्न खोजियो, पटक पटक यसलाई निस्तेज गर्न खोजियो, साम्राज्यवादी पश्चिमाहरूले झन्नै 500-600 वटा राज्यहरू, राजा रजौटाहरूलाई विस्थापित गर्दै व्यापारी भएर पसेर इस्ट इन्डिया कम्पनीद्वारा गुलाम बनायो। त्यतिखेर पनि 2224मा रहिरहन्थ्यो भने सायद आज टुक्रा टुक्रा गर्दै एकपछि अर्को, अर्कोपछि अर्को गर्दै यी गोरा साम्राज्यवादीहरूले हामीलाई पनि गुलाम बनाउने थिए, उपनिवेश बनाउने थिए। र भगवान् पशुपतिनाथको कृपाले, भगवान् श्री साम्ब शिवको कृपाले र हाम्रा वैदिक सनातनको धार्मिक शक्तिले भगवान् स्वयं गोरखनाथको रूपमा शिवजी अवतरित भएर आशीर्वाद दिएर श्री 5 बडा महाराजाधिराज पृथ्वीनारायण शाहलाई नेतृत्वदायी भूमिका निर्वाह गर्ने आशीर्वाद दिएर भूमिपुत्र मगर, गुरुङ र विभिन्न जात प्रजातिका आदि गरेका क्षेत्रीयहरू, खसहरू र अनि तन्त्र मन्त्र ज्ञान विद्या र बुद्धि ब्राह्मणहरू र सबै मिलेर सबैको संयुक्त सहयोगमा घरेलु हतियार बनाउनमा हाम्रा विश्वकर्माहरू, अनि त्यही अनुसारको युद्ध कलाको लागि आवश्यक वेशभूषा बनाउन हाम्रा सूचीकारहरू र समय समयमा सही मुहुर्तहरू पहिल्याउनका लागि ज्योतिषीहरू र विविध व्यक्तिहरूबाट सहयोग प्राप्त गर्दै फुटेको मकै, पोलेको रोट र घरेलु हतियार गोरखनाथ गोरखकालीको आशीर्वादबाट निर्माण गरिएको देश पृथ्वीनारायण शाहपछि उहाँका पुत्र बहादुर शाहले भारतको कन्याकुमारीसम्म, पूर्वमा टिस्टा नदीसम्म, पश्चिममा काङ्गडासम्म विविध ठाउँमा सम्मको
साम्राज्यवाद अथवा साम्राज्य फैलाएको एउटा नवीन इतिहास, हिमालय खण्डको एउटा प्राचीन सभ्यताको धरोहरको रूपमा जीवित रहेको यो देश हो। यो देशप्रति हामीले यदि हाम्रो जिम्मेवारी पुरा गरेनौँ भने सायद हाम्रो मानव जुनी नभएर अन्य कुनै जुनीमा परिणत हुन सक्दछ। त्यसैले काम कर्तव्यप्रति सचेत बनौँ। अरूलाई घृणा द्वेष होइन, आफ्नो राष्ट्रियता आफआफ्नै हुन्छ, तर हाम्रो राष्ट्रियता, हाम्रो राष्ट्रिय धर्म, हाम्रो परम्परागत वैदिक सनातन धर्मलाई परिष्कृत र सक्षम बनाऊँ र अरूको धर्मलाई पनि सम्मान गरौँ। मानवीय धर्मको न्यूनतम आधारहरूलाई पालना गरौँ र वैश्य युगमा आर्थिक उपार्जनको सपना देख्नु अस्वाभाविक होइन। सबैले देखेकै हुन्छ, देख्नै पर्छ, किनभने त्यो युग छैन आज जो हामीले परम्परागत रूपलाई गरौँ। तर हामीले राष्ट्रियताका कुरा गरिरहँदा हाम्रा छिमेकी देशहरूले संसारभरि गएर काम गरेर प्रगति गरेर उन्नति गरेर पनि राष्ट्रियतालाई र आफ्नो राष्ट्रिय संस्कृति र संस्कारलाई कसरी जीवित राखेका छन्। विश्व बजारमा गएर हेर्छौँ हामी उत्तरी देशका छिमेकीहरूले, उनीहरूले प्रशस्त प्रगतिका लागि विभिन्न देशहरू अँगालेका छन् र पुस्तौँ बितिसकेका छन्, तर पनि उनीहरू आफ्नो देशको वकालत गर्छन्। भारतीयहरूको त कुरै नगरौँ, विश्वभरि उनीहरू फैलिएर प्रशस्त प्रगति गरेका छन् र आफ्नो मातृभूमिप्रति पूर्ण रूपमा जिम्मेवार छन्। यी त ठुला देश भए। अब हामी सानो देशका कुरा गरौँ। विभिन्न शत्रुहरूको माझ रहेर विश्वमै ठुलो औद्योगिक क्रान्ति गरेका इजरायललाई हेरौँ र इजरायलीहरूले आफ्नो देशप्रति गरेको देशभक्तिलाई हेरौँ। प्रगति गर्नु छ, संसारमा जानु नै छ, तर हामी सचेत बनौँ कि आफ्नो मातृभूमि र आफ्नो स्वधर्मप्रति पनि सचेत बनौँ। हुन त यो कथन मन नपर्न सक्छ आजको दिन, तर वृद्धावस्थामा याद आउन सक्छ। म एउटा नेपाली भएको नाताले, नेपाली सपुत भएको नाताले, म एउटा देशभक्त नागरिक भएको नाताले यथार्थ सत्य नभनिकन कहाँ बसिरहन सक्छु र आउनुहोस् यो समयमा हामी अत्यन्तै कठिन अवस्थामा छौँ। अहिलेको ग्रह गोचरले पनि त्यही भन्छ। हामीले बुद्धि पुर्याएनौँ भने सायद हामीले देश दुर्घटना भएको ठुलो हेरिरहनु पर्न सक्छ। त्यसैले देश, धर्म, समाज र आफ्ना भावी सन्ततिको संरक्षण र सम्वर्धन र हाम्रा पुर्खाहरूको खुसीको लागि पनि सर्वप्रथम भने के गरौँ हामी भने सूर्यको प्रार्थना गरौँ। र धेरै पटक भने अब यो अहिले विषम परिस्थितिमा सूर्य गइरहेको अवस्था र यसले अप्ठ्यारो स्थिति ल्याउन सक्ने अवस्था भएको कारणले मैले यहाँहरूलाई सर्वप्रथम ग्रह गोचर आदि कुराहरूको मासिक देश विदेशको कुरा गर्नुभन्दा पहिले सूर्यको उपासना गर्नको लागि यहाँहरूसँग मैले अनुमति चाहेँ। सर्वप्रथम बिहान उठिसकेपछि जानिएन भने, पढ्नै सकेन भने, पढेकै छैन भने सूर्य भगवान्लाई दुईवटा आँखाले त देखिन्छ, पूर्वपट्टिबाट सूर्य भगवान उदाउनुहुन्छ। आफू उठ्ने र काममा हिँड्ने बेलामा सूर्योदय भएन भने सूर्य आउनुहुन्छ पूर्वबाट, सूर्यलाई त्यहीँ सम्झेर प्रार्थना गरौँ। त्वमेव माता च पिता त्वमेव बन्धो च सखा त्वमेव विद्या द्रविडं त्वमेव सर्वं मम देव। त्वमेव माता च पिता माता पनि तपाईँ, पिता पनि तपाईँ, बन्धु पनि तपाईँ, साथी पनि तपाईँ, विद्या पनि तपाईँ, धन पनि तपाईँ, त्वमेव सर्वं मम देव। हेर्नुहोस् त, सूर्य बिना के हाम्रो जीवन चल्छ त? न हिँड्दा उज्यालो देखिन्छ, न प्रकृतिमा केही चिजहरू उब्जिन्छ सूर्य बिना, न हामी सास नै फेर्न सक्छौँ सूर्य बिना, न आँखा नै देख्न सक्छौँ सूर्य बिना। यस्ता भगवान प्रत्यक्ष देखिने प्रत्यक्षदर्शी देवता विश्वका संसारको कुनै पनि कुनामा जाँदाखेरि न चित्र बोक्नुपर्ने, न मन्दिर लिएर जानुपर्ने, जहाँ गयो त्यहीँ भेटिने, त्यति त भन्न सक्छौँ होला नि। माता पनि हजुर, पिता पनि हजुर, दाजुभाइ पनि हजुर, बन्धु पनि हजुर, साथी पनि हजुर, धन पनि हजुर, विद्या पनि हजुर, मेरो सर्वेश्वर परमेश्वर हजुर। हे भगवान सूर्य, हाम्रो रक्षा गर्नुहोस्, हाम्रो मातृभूमिको रक्षा गर्नुहोस्, हाम्रो सम्पूर्ण परिवारको। परिवार भन्ने बित्तिकै केवल आफ्नो परिवार होइन, यदि सिङ्गो देशको सम्पूर्ण नागरिकहरू सबै नै परिवार हुन्। सूर्य भगवान विभेद रहित हुनुहुन्छ, कसैप्रति पनि विभेद गर्नुहुन्न, सबैमा समान दृष्टि राख्नुहुन्छ। त्यस्ता देवादिदेव परमेश्वर
आदित्य भगवान श्री सूर्यनारायणको हामी प्रार्थना गरौँ र सर्वप्रथम बिहान उठेपछि यति गरौँ, नजान्नेले पढ्न नसक्ने यति नै गरौँ, होइन भने आदित्य हृदय स्तोत्र पढौँ, सिकौँ र सुनौँ। र बिहान उठिसकेपछि नुहाइधुवाइ गरेर अथवा मुख धोएर आफ्नो के प्रचलन छ पञ्च स्नान वा पूर्ण स्नान गरिसकेपछि चम्चामा पानी लिएर पूर्व फर्केर अथ श्री आदित्य हृदय स्तोत्र अगस्त्य ऋषि अनुरूप छन्द आदित्य हृदय बुद्धो भगवान ब्रह्मदेवता निरस्ता शेष विघ्नतया ब्रह्म विद्या सिद्धौ सर्वत्र जय सिद्धौ च विनियोग भनेर चम्चाको पानी छोडौँ। ओम अगस्त्य ऋषि नमः श्रेषी ओम अनुष्टुप छन्दसि नमः मुखे ओम आदित्य हृदय बुद्धो देवाय नमः इति हृदय ओम विजय नमः गुह्ये ओम तस्मिन् इत्यादि गिलकाय नमः नाभौ ओम रश्मिमते पादौ भनेर यसरी प्रार्थना गरौँ। र ओम रश्मिमते अंगुष्ठ्यमानो ओम समुदिते तर्जनीभ्यां नमो देवासुर नमस्कृतं मध्यमानो विवस्वते अनाभ्यां नमः भास्कराय कनिष्ठमानो भुवनेश्वराय करतलकरभ्यां नमः ओम रश्मिमते हृदय नमः समुदिते श्री स्वाहा देवासुर नमस्कृताय शिखाय बखट ओम विवस्वते कवचाय हुम ओम भास्कराय नेत्रा बखट भुवनेश्वराय अस्त्राय फट ततो युद्ध परिश्रान्तं समरे चिन्तया स्थितं रावणं चारतो दृष्ट्वा युद्धाय समुपस्थितं दैवतश्च समागम्य द्रष्टुमव्यागतोरणम् उपगम्य ब्रवीत राममगस्त्यो भगवान् तदा राम राम महाबाहो शृणुगुह्यं सनातनं येन सर्वनरिन् वश समरे विजयिष्यसे आदित्यं हृदयं पुण्यं सर्वशत्रुविनाशनं जयावह जपं नित्यम् अक्षयं परमं शिवम् सर्वमङ्गलमाङ्गल्यं सर्वपापप्रणाशनं चिन्ता शोकप्रशमनं आयुर्मर्दनमोत्तमम् रश्मिवन्तं समुदेन्तं देवासुर नमस्कृतं पूजयस्व विवस्वन्तं भास्करं भुवनेश्वरं सर्वदेवात्मको हे स तेजस्वी ऋषि भावनः यश देवासुरगणान् लोकान् पातिकवस्तिभिः यश ब्रह्मा च विष्णु च शिवस्कन्दस् प्रजापति महेन्द्रो धनदः कालो यमः सोमो हे पाम्पति पितरो वसव साध्यमसिम्नौ मर्दो मनुः वायुर्वन्नी प्रजा प्राण ऋतुकृताः प्रभाकरः आदित्य सविता सूर्य खगपोका गवतिमान सुवर्ण सदिशो भानु हिरण्यरेता दिवाकरः हरिदासो सहस्रार्थी सौत सौती मरीचिमान तिम्रो मथनो शम्भो त्वष्टा मार्तन्न गोसुमान हिरण्य गर्भः शिशिरः तपनो हास्करो रवि आदि अग्नि गर्भो द्वितीय पुत्र शङ्ख श्रीनाशन व्योमनाथ तमवेदी गजु वार्ग घनबिटी रपा मित्रो बिन्दबिटी प्लवङ्गमः आतपी मण्डली मृत्यु पिङ्गल सर्वतापन कबीर विश्व महातेजा रक्त सर्वोद्भवत भवः नक्षत्र गरताराणां मदिपो विश्वभावना तेजसा मदितेमपि तेजस्वी द्वादशात्मन नमस्तुते नमः पूर्वाय गिरये पश्चिमाय त्रय नमः त्रिगुणानां पतये दिनादि पतये नमः जय जय भद्राय हरे स्वाय नमो नमः नमो नमः सहस्रांश आदित्याय नमो नमः नमो उग्राय वीराय सारंगाय नमो नमः नमः पद्मप्रबोधाय प्रचण्डाय नमस्तुते ब्रह्मेशानाच्युतेशाय सुराय आदित्यवर्चसे भास्वते सर्वक्षाय रौद्राय बपुषे नमः तमोग्नाय हिमोग्नाय शत्रुघ्नाय मितात्मने कृतघ्नाय देवाय ज्योतिषां पतये नमः तप्तचामी कराभाय हरये विश्वकर्मणे नमस्तमोभिनिनाय रुचये लोकसाधिनि न सयते सबैभूतं तमेशं सृजति प्रभु उपायते स तपस्ते स वर्षते स गभदिवि यश सुप्तेषु जागर्ति भूतेषु परिनिष्ठितः एष चैवाग्निहोत्रं च फलं चैवाग्निहोत्रिणां देवाश्च कर्तवश्चैव कर्तॄणां फलमिव च यानि कृत्यानि लोकेषु सर्वेषु परमं प्रभु येन मा प्रचुकृष्येषु कान्तारेषु भयस्वकृतेन पुरुषं कश्चिन्नां वशी तद्राघव पूजयेष्वैनमेकाग्रो देवदेव जगत्पतिं यतं त्रिगुणरमदवता युद्धेषु विजयिष्यति अस्मिन् क्षणे महाभावो रावणं तं जयशसि एवमुक्ता ततो गच्छो जगाम सहितागतम् एतत् श्रुत्वा महातेजा एतत् महातेजा रक्तसर्वभवा एतत् श्रुत्वा महातेजा रक्तसर्वभवद्वा नक्षकर्णं मदिपु विश्वभावना एतत् श्रुत्वा महातेजा नक्षकर्णं मदिपु विश्वभावना नमस्ते नमः एतत् श्रुत्वा महातेजा रक्तसर्वभवता धारयामा सुप्रीतो राघव प्रयतात्मवान् आदित्य प्रेषितं परमहर्षम वास्तवं त्रिरात्मा श्रीभूत्वा धनुराधाय वीर्यवान् रावणं पृच्छरिष्टात्मा जयरिष्टात्मा जयता समवागतं सर्वयत्न महता प्रीतस्तस्य वदे अभवत् अथर्ववीरवदनिरीक्षरामुतमनः परमं परिसमाण निश्चरपति संशययुक्ता सुरगणमध्ये गतवतस्तुरेति। दर्शकवृन्द, यो सूर्य भगवानको प्रार्थना हो। यहाँनिर एतत् छुत्वा महातेजा नष्ट शोकोद्भवतः धारया मास सुप्रीतो राघवः प्रयतात्मवान् भन्ने ठाउँ अलिकति गडबड भएको छ। यही अहिले पछिल्लो भनेको शब्दलाई स्वीकार्नु होला। र सँगसँगै मैले यहाँहरूसँग के अनुरोध गर्न चाहेँ भने यो अब यसलाई निर्माण गर्दाखेरि केही त्रुटि हुनसक्छ। आदित्य हृदय स्तोत्र
र परिष्कृत रूपमा विभिन्न युट्युबहरूमा पनि पाइन्छन् र यसको पुस्तक पनि पाइन्छ। र जसरी जे भने पनि आखिर सूर्यको प्रार्थना गर्ने हो। मैले यो किन भन्न चाहेँ भने असार महिनामा 8औं सूर्य र फेरि यस वर्षको राजा बुध पनि त्यहीँ जाने भएकोले अब हामी सूर्यको घर परिवर्तन अथवा मासिक राशि त्योभन्दा पहिले सूर्य कुन समयमा जाँदैछन् त भन्दाखेरि 2080 साल ज्येष्ठ 31 गतेको राति र आधुनिक भाषामा भन्नुपर्दाखेरि आषाढ 1 गते बिहान 1:58 हाम्रो प्रचलनमा यो 31 गते राति हुन्छ। तर अब आधुनिक विश्व संसारमा भने यो 1 गते बिहान हुन्छ र यो शुक्ल पक्षको माफ गर्नु कृष्ण पक्षको त्रयोदशी तिथि पारेर कृतिका नक्षत्र सूर्य आफ्नै नक्षत्र बनाएर सुकर्म युगमा र आएर भगवान श्री सूर्यनारायण कहाँ प्रवेश गर्नुभएको छ त भन्दाखेरि मिथुन राशिमा प्रवेश गर्नुभएको छ। अब मिथुन राशिको प्रवेशको सूर्य जस्तो सूर्य मिथुन राशिमा बलवान हुन्छन्। किन बलवान हुन्छन् त भने बुध मित्रको घर हो र आफ्नो राशिदेखि एकादश स्थानमा हुन्छन्। आफ्नो राशिदेखि एकादश स्थानमा भएका कुनै पनि ग्रहहरू बलवान हुन्छन्। यसरी हामीले बुझौँ र सूर्य स्वयं चाहिँ के छ भने मङ्गलको नक्षत्र पारेर प्रवेश गरेका छन्। यो वृष राशिमा चन्द्रमा भएको बेलामा सूर्य मङ्गलको नक्षत्रमा अथवा देशको राशिको नक्षत्र पारेर प्रवेश गरेका छन्। तर देशको 10औं भावको मालिक गोचरमा हेर्दाखेरि 8औं भावमा छन्। अब अर्को के छ भने सूर्य सर्दै गर्दा चन्द्रमा चाहिँ सूर्यको नक्षत्रमा छन्, कृतिका नक्षत्रमा छन् भने मङ्गल स्वयं कर्कट राशिमा छन्, नीच छन्, तर बुधको नक्षत्रमा छन्। बुधको नक्षत्रमा छन् र बुध यस वर्षको राजा हुन्। राजाको नक्षत्रमा बसेका छन्। बुध नेपालको हित राशिमा पर्दछ, एकादश भावको। र फेरि अब बुध चाहिँ कस्तो नक्षत्रमा छन् त भन्दा बुधलाई अष्टदोष लाग्दैन, चन्द्रमाको नक्षत्रमा छन्। देशको भाग्यस्थानको नक्षत्रमा यस वर्षको राजा ग्रह बसिरहेका छन् सूर्य सर्दै गर्दा भने। अब बृहस्पति चाहिँ कस्तो नक्षत्रमा छन् त भन्दाखेरि केतुको नक्षत्रमा छन् र त्यसै गरी शुक्र यस वर्षको मन्त्री छन् शनिको नक्षत्रमा। अनि अब शनि चाहिँ कस्तो नक्षत्रमा छन् भन्दा राहुको नक्षत्रमा छन् र शनि यतिखेर वक्र छन्। देशको चौथा भावको मालिक वक्र अनि पश्चिमाधिपति शनि वक्र। पश्चिमाहरू हामीप्रति सशक्त रूपमा आक्रमित हुन सक्छन्। अर्को अब भारतीयहरूको लागि यो तृतीय भावमा वक्र छ, उल्टो काम गर्न सक्छ भारतीयहरूले यो समयमा। र उत्तर दिशातिरलाई हामीले हेऱ्यौँ भने 12औं भावमा वक्र छ, उनीहरूको पनि दिग्भ्रम हुन सक्ने अवस्था छ। र हाम्रो चौथा भावमा रहेको शनि छन्, वक्र छन्, हामीमा घर झगडाहरू बढ्न सक्छ हो। यसकै लागि पनि शान्ति स्वस्ति जरुरी छ। अब अर्को कुरा के छ भने हाम्रा छरछिमेकी देश पाकिस्तान, उनीहरूको 6औं भावमा बसेको छ शनिश्चर, वक्र छन्। शत्रुले उनीहरूपट्टि उल्टो दृष्टि लगाउन सक्छन्, उनीहरूले प्रतिक्रियात्मक कुराहरू गर्न सक्छन् जसबाट असन्तुलित हुन सक्छ हाम्रो दक्षिण पूर्वी एसिया। अब बङ्गलादेशको कुरा गरौँ, वृष राशिको 10औं भावमा वक्र छन् र राज्यस्थानमा वक्र भएको अवस्था छ शनि। त्यहाँ पनि राज्यमाथि कसैले हावा बोल्न सक्छ। श्रीलङ्काको कुरा गरौँ हामी, राशिमा बसेका शनि वक्र छन्। र फेरि हामी अब भुटानको कुरा गरौँ, पराक्रम स्थानमा शनि वक्र छन्, उल्टो सुल्टो काम हुन सक्छ। र यसैले नै पश्चिमाहरूको आक्रमण गर्ने सुनियोजित षड्यन्त्रहरूलाई बल पुग्न सक्छ र यहाँ एउटा ठुलै एउटा उथल पुथलको अवस्थाहरू आउन सक्छ हो। यो संयमित हुनुपर्ने अवस्था हो। यसरी हामीले हेरिरहँदा अब राहु कस्तो नक्षत्रमा छन् त भन्दाखेरि केतुको नक्षत्रमा छन्। एउटा राम्रो पक्ष के छ भने अहिले राज्य अथवा राज्य संयन्त्रलाई हामीले हेऱ्यौँ भने निरीह छ र राज्य सञ्चालकहरू उन्मत्त छन्। यस हिसाबले हेर्ने भने यो नराम्रो भित्रको राम्रो पक्ष पनि हो। अब पश्चिमा देशको कुरा गर्दा आय भावमा गएर शनि वक्र भइरहेका छन्। उनीहरू आय आर्जनका लागि जेसुकै जुनसुकै खालका
क्रिया प्रक्रियाहरू अपनाउन सक्दछन्। बेलायतको 10औं भावमा छ र यो शनि वक्र लामो समय रहनेछन्, झन्नै 5 महिना अथवा यही गएको अथवा यही जेठ महिनाको 30 गते वक्र हुने शनि कार्तिक 15 गते मात्रै मार्ग हुनेछन्। हो यो समय यस बीचमा यस वर्षको राजा मन्त्री वक्र अस्त पनि रहनेछन्। यो अलिकति संवेदनशील समय हो। त्यो भनेको भदौ 1 देखि भदौ 12 सम्मको समय। त्यो बारे हामी फेरि चर्चा गर्नेछौँ। अहिले हामी असारको चर्चामा छौँ र असारको संक्षिप्त कुरा गरिरहँदा र सूर्य मिथुन राशिमा प्रवेश गरिरहँदा मेष लग्न बनाएर लग्न 4था स्थानमा गएर बसेको अवस्थामा देशको राज्य स्थानको मालिक घर झगडाले राम्रै रूप लिन सक्छ, उरो रूप लिन सक्छ। सचेत बनौँ। र हामीले विभिन्न देशको कुरा गऱ्यौँ। अब सँगसँगै हामी अब जर्मनका कुरा गरौँ। त्यहाँ द्वितीय स्थानमा शनि वक्र भएर रहेका छन्। उनीहरूको पनि धन्नाश भन्ने कुरा गरिन्छ। रुसियाको कुरा गरौँ। त्यहाँ पञ्चम स्थानमा शनि वक्र भएर बसिरहेको अवस्था छ। यिनी त हुन् शक्तिशाली देशहरू हो। यसरी हेर्दाखेरि यसले एउटा नयाँ तरङ्गहरू ल्याउन सक्छ। तर पनि के छ त भन्दा यस वर्षको राजा र मन्त्री ग्रह हाम्रा अत्यन्तै सहयोगी, सकारात्मक र बलशाली रहेको र यही समयमा पनि उनीहरू देशप्रति अत्यन्तै सकारात्मक रहेकाले गर्दाखेरि क्षतिविहीन रूपमा हामी सर्वश्रेष्ठ बन्न सक्छौँ, क्षति भएर पनि सर्वश्रेष्ठ बन्न सक्छौँ। किनभने यो एउटा विज्ञान ज्ञानले भरिपूर्ण थियो 79 साल र मानिसलाई चेतनशील बनायो। विज्ञानले भरिपूर्ण छ 2080। यहाँ विज्ञानका धेरै कुराहरूमा चासो बढ्न सक्छ। यसरी हामी बुझौँ र यी संक्षिप्त रूपमा हामीले देशको बारेमा कुरा गऱ्यौँ। अब यो त हामीलाई त्यति बिघ्न चासो छैन। मैले जहाँसम्म लाग्दा मैले बुझ्दाखेरि मैले अब नयाँ वर्षको आरम्भमा जहिले पनि म 2टा भिडियो बनाउँछु। राशिको बारेमा प्रशस्तै हेरेको पाउँछु, देशको बारेमा कमै हेरेको पाउँछु। किनभने हामी बढी नै बढी चाहिनेभन्दा बढी आत्मकेन्द्रित भयौँ। हामीले हाम्रो धरातललाई हेरेनौँ। यदि हामीले सम्पन्नता हासिल गर्दै गर्दा हाम्रो सम्पन्नतालाई हामीले उपभोग गर्ने हाम्रो धरातल नै गुमिसक्यो भने चाहिँ के गर्ने हो त्यसको बारेमा चाहिँ हाम्रो चेता आएको छैन। त्यसैले मैले अघि नै बताएँ, सूर्यको उपासना गरौँ, सूर्यको प्रार्थना गरौँ, सूर्यबाट शक्ति ल्याउँ र यो भूमि त अमर अजर र अपराजित छ नै, तर यो भूमिमा हाम्रो पुस्ताले कति लाभ लिने भन्ने कुरा मात्रै हामीमा निर्भर छ। हामीले जतिसुकै गद्दारी गरौँ, हामीले जतिसुकै हाम्रो व्यक्तिगत स्वार्थको लागि जेसुकै देशका लागि गरौँ, तर प्रकृतिले यो देशको संरक्षण, सम्वर्धन र समृद्ध बनाउन जहिले पनि बल गर्छ र कुनै न कुनै समयमा हामी अल्पज्ञ होला, कुनै न कुनै व्यक्तिमा कि त प्रवेश गर्छ कि त प्रादुर्भाव गर्छ। यति कुरा भने नभुलौँ। संसारका सबैले नेपाल नरहने बित्तिकै संसार रहँदैन भन्ने कुरा सबैले बुझेका छन्। मलाई जहाँसम्म लाग्छ खेल्छन् र फेरि के गर्छन् त भन्दा यही नै आएर झुक्छन्। अब यो झुक्ने समय आइरहेको छ र यसै वर्ष झुक्नुपर्छ सबैले नेपालतिर। आफ्नो स्वार्थले होस्, हाम्रो मायाले नभए पनि हो। यी संक्षिप्त जानकारी पछि अब चाहियो त के त हामीलाई राशि। सर्वप्रथम हामी कुरा गर्छौँ कहाँबाट? मेष राशिबाट। अब मेष राशिको ग्रह गोचरलाई हेर्दाखेरि असार महिना अत्यन्तै फलदायी रहन्छ। किनभने सूर्य तृतीय स्थानमा हुन्छन्। यसै समयमा मङ्गल 5औं स्थानमा पुग्छन् राशि स्वामी असारको 17 गतेतिर। अनि शुक्र चतुर्थ भाव हुँदै बसिरहेका छन्। घर सवारी जोड्ने अवसर मिल्न सक्छ, पराक्रम वृद्धि हुन्छ, नयाँ नयाँ काम गर्ने अवसर मिल्छ, पुराना अधुरा कामहरू पूर्णता दिन सकिन्छ। अनि द्वितीय भाव हुँदै तृतीय भावमा बसेको यस वर्षको राजा ग्रह बुध तृतीय भावमा प्रवेश गर्नेछन्, जहाँ सूर्य र बुध एक ठाउँमा हुनेछन्। विद्या, धन र मान र पराक्रम एकसाथ अगाडि बढ्नेछ। 17 गते पछाडि मित्र सुख पर्याप्त हुनेछ। 17 गतेसम्म चाहिँ अलिकति पारिवारिक र मित्रहरूसँगको अलिकति विवाद भने कायम रहन्छ। त्यसै गरी एकादश भावमा शनि रहेका छन्, पर्याप्त कमाइ गर्न पाइन्छ। बृहस्पतिको दृष्टि पञ्चम, 7 र 9मा छ भन्दाखेरि यो अत्यन्तै उपयुक्त महिना, सफलता प्राप्ति गर्ने महिना र खुसी प्राप्त गर्ने महिना हो।
मेष राशिको लागि यो अत्यन्तै सकारात्मक, अझ 17-18 गतेपछि झनै सकारात्मक। केमा सकारात्मक? धन, विद्या, बुद्धि, मान, विवाह, प्रेम र नोकरी, राजनीतिमा समेत सकारात्मक प्रभाव पर्ने भने सर्वत्र सफलता हासिल गर्ने योग हो र पर्याप्त लाभ हुने योग छ। मेष राशिको लागि अति उत्तम रहनेछ। यो महिना सूर्यका योग त छँदै नै छन्, अन्य विविध ग्रहका सहयोगले पनि अत्यन्तै फलदायी रहनेछ। वर्षभरिकै सर्वोत्कृष्ट महिना हो भन्न सकिन्छ। वृष राशि, वृष राशिको हिसाबले हेर्दाखेरि चाहिँ के छ त भन्दा अब सूर्य द्वितीय भावमा हुन्छ। द्वितीय भावको सूर्य प्रवेश गर्दै गर्दा चन्द्रमा त्यही छन्, क्षीण चन्द्रमा र अनि यो कुराले चाहिँ के गर्छ त भने वृष राशिलाई चाहिँ अलिकति धन खर्च गराउने, यताउता आलोचना गराउने, अलिअलि अशान्त गराउने। हुन त अन्य ग्रहलाई जोड्दाखेरि बलशाली छ, दशममा शनि छन्, त्यसै गरी तृतीय भावमा वर्षको राजमन्त्री अनि फेरि द्वितीय भावमा राजा पनि प्रवेश गर्नेछन्। यी सबैलाई जोड्ने हो भने त्यति प्रतिकूलता छैन सूर्यलाई मात्रै भन्दाखेरि धन्नाश, दाँतमुखमा पीडा, अरूबाट तीव्र आलोचना हुन सक्दछ। अब सूर्य मिथुन राशिमा बसेपछि देख्छन् कहाँ त? अष्टम भावमा देख्छन्। अष्टम भाव के हो त भने हाम्रो अब कट्टीभन्दा मुनिको भाग हो। अनि विशेष गरेर 8औँमा सूर्यको दृष्टि हुँदा अब धातु रोग अनि युरिन इन्फेक्सन अनि नसा छालाहरूको समस्या, अनि सूर्यको यो दृष्टिको प्रभाव भयो। अनि सूर्य कहाँका मालिक हुन्? चतुर्थ स्थान, द्वितीय स्थान, परिवार, इष्टमित्रहरूको समस्यामा दौडधुप र खर्च पनि गर्नुपर्ने भयो, सवारी साधनमा खर्च गर्नुपर्ने भयो र अनावश्यक विवादमा फस्न पर्ने भयो। यसरी हेर्दाखेरि वृष राशिको लागि भने यो सूर्यको फल त्यति अनुकूल मानिन्न। किनभने द्वितीय स्थानमा सूर्य अनि फेरि चतुर्थेश मालिक, अर्को कुरा द्वितीय भावमा सूर्य अनुकूल हुँदैन। यसरी हेर्दाखेरि संयमित रहनु पर्यो र विवाद कम गर्नु पर्यो, खर्च गर्दा ध्यान दिनु पर्यो, स्वास्थ्यको ख्याल गर्नु पर्यो र संयमित रहनु पर्यो। ओम घृणिम सूर्यादित्याय नमः अथवा ओम भास्कराय विद्महे महातेजाय धीमहि भन्ने मन्त्र सूर्यको जप गर्नु उचित हुने भयो र आदित्य हृदय स्तोत्र सुन्ने, सूर्यको प्रार्थना गर्ने पनि गर्नुपर्ने भयो। संयमित रहन सल्लाह दिन सकिन्छ र यो सूर्यको फल भने अन्य ग्रहलाई जोड्दा यो महिना पनि त्यति नकारात्मक छैन। वर्षको हिसाबले वर्षिस ग्रहहरू शुक्र बुधको अनुकूल प्रभावले गर्दा, तर सूर्यलाई हेर्दा भने अलिकति प्रतिकूल छ। त्यस भएर यसको प्रार्थना सूर्यको गर्नु होला। मिथुन राशिको सूर्यलाई पनि राम्रो त मानिन्न, तर मिथुन राशिको राशिमा सूर्य बुधको संयोग हुन्छ, तृतीय र राशि स्वामीको संयोग हुन्छ 6 गतेबाट। अनि एकादश स्थानमा बृहस्पति रहन्छन्। पराक्रम वृद्धि हुन्छ, नयाँ नयाँ काम गर्ने अवसरहरू मिल्छन्, सहयोगीहरूबाट सहयोग प्राप्त हुन्छ र आम्दानी पर्याप्त हुन्छ। तर मनमा चिन्ता पनि हुन्छ, अनि खालको अहङ्कार पनि पैदा हुन्छ, स्वास्थ्यमा केही कठिनाइहरू हुन्छ। किनभने राशिको सूर्य तापक्रम हो नि त, पोल छ, जल छ, ग्यास्ट्रिक बढ छ, पति पत्नी बिचमा अलिकति मतभेदहरू आउँछन्। अब स्वास्थ्यमा केही पति पत्नीको बिचमा प्रतिकूल प्रभावहरू देखिन्छन् र अब फेरि द्वितीय स्थानमा नीच मङ्गल बसेका छन्। यी विविध कारणले गर्दाखेरि यसको फल मिथुन राशिलाई मध्यम रहन्छ। राजनीतिकारक ग्रह राशिमा तृतीय भएर बस्दा राजनीतिमा विभिन्न खालका प्रयासहरू त गरिन्छ र समग्रमा हेर्दाखेरि सफलताका रूपरेखा पनि देखिन्छन्, तर त्यो सफलताका बाधकहरू धेरै हुनेछन्। त्यसले गर्दा भाग्य भावमा शनि वक्र भएको हुनाले केवल पराक्रम गरेर मात्रै भएन, भाग्यले साथ नदिने भएको हुनाले राजनीतिक रूपमा अप्ठ्यारो आउन सक्दछ भनेर भन्न सकिन्छ मिथुन राशिका लागि। र स्वास्थ्यमा अलिकति केही प्रतिकूल प्रभावहरू रहनेछ, तर कामकाजमा भने नकारात्मक प्रभाव पर्दैन भनेर भन्न सकिन्छ। आम्दानी बढिरहन्छ। अन्य ग्रहलाई जोड्दा सूर्य भने त्यति अनुकूल हुँदैनन्। ओम घृणिम सूर्यादित्याय नमः ओम भास्कराय विद्महे महातेजाय धीमहि तन्नो सूर्यः प्रचोदयात्, यो जप गर्नु होला। कर्कट राशि, अब कर्कट राशिको लागि त यो पर्याप्त हानिकारक हो। यहाँ एउटा मात्रै कुरा हानिकारक छैन। 12औं भावमा सूर्य गएर बस्छन्
अनि राज्यस्थानमा गुरुचण्डाल योग साथै केन्द्रादि योग बनाएर बसेको बृहस्पति, राशिमा बसेको नीच मङ्गल, 12औं भावमा यस वर्षको राजा ग्रह बुध समेत प्रवेश गरिरहँदा भने यो अत्यन्तै कठिन अवस्था हुन सक्छ। राजनीतिक कर्मीहरूले राज्य सत्ता प्राप्त गरिरहेको भए त्यहाँबाट बाहिर गमन हुन पर्न सक्छ। राजनीतिमा झुटा मुद्दा मामिलाहरू प्रकट हुन सक्छन्। मन अशान्त हुन सक्छ। त्यस्तै पर्दाखेरिमा राजका सम्बन्धी मुद्दाले बन्दी हुन सकिन्छ र खर्च धेरै गर्नुपर्ने हुन्छ। अरूबाट तीव्र आलोचना हुन्छ र काममा पनि सहजता प्राप्त हुँदैन अनि आर्थिक कारोबारमा ठुलै समस्या आउँछ। स्वास्थ्यमा समेत प्रतिकूल प्रभाव पर्दछ र यो अत्यन्तै हानिकारक। जसरी मेषको लागि अत्यन्त फलदायी थियो भने यो कर्कट राशिको लागि पनि धेरै हानिकारक हुन्छ। अघि हामीले जुन सूर्यको प्रार्थनाहरू बतायौँ, सूर्यका ध्यान आदि कुराहरू पनि बतायौँ। अब सँगसँगै यहाँहरूलाई भन्नै पर्छ, किनभने यो मासिक ग्रह हो, चन्द्रमा जस्तो होइन। सूर्य फेरि ग्रहहरूमा सर्वश्रेष्ठ पनि हुन्, यसको प्रभाव पर्छ नै। त्यसैले म के भन्न चाहन्छु भने ओम भास्कराय विद्महे महातेजाय धीमहि तन्नो सूर्यः प्रचोदयात् भन्ने मन्त्रको जप धेरैभन्दा धेरै गर्नुहोला। बिहान उठिसकेपछि सूर्यको प्रार्थना पनि गर्नुहोला र सूर्यलाई जतिसक्दो खुसी पार्नुहोला, जसले गर्दा तपाईँलाई अनिष्ट नहोस्। किनभने यहाँ सूर्य नै आफै प्रतिकूल छन्, किनभने द्वितीय 12औं हुन्छन्, आफ्नो प्रत्येक शब्दलाई अरूले काट्छन्। त्यसमा पनि अन्य ग्रह समेत प्रतिकूल रहेको अवस्था हो। यो भनेको लामो समयमा आर्जन गरेर प्राप्त गरेको मान सम्मानमा धमिरा लाग्न सक्छ। त्यसैले उपाय गर्नुहोस् भन्ने अनुरोध र सुझाव मात्र हो। फेरि यही नै सबै त होइन, जन्मकुण्डलीले तपाईँलाई साथ दिएको छ, जन्मकुण्डली तपाईँको एकदमै सक्षम छ, असामान्य छ भने यसको प्रभाव नपर्न सक्छ। त्यसैले पनि यो जन्मकुण्डली देखाउनु त जरुरी छ। तर हामी महिनाको राशिफलको कुरा गर्दा यो कर्कट राशिलाई अशुभ छ। फेरि पनि भन्छु, ओम भास्कराय विद्महे महातेजाय धीमहि तन्नो सूर्य प्रचोदयात् भनेर अवश्य जप गर्नुहोला। सिंह राशि। अब सिंह राशिलाई त्यो सूर्य अत्यन्त बलवान हुन्छ। हुन त मङ्गल 12औं छन् 17 गतेसम्म, त्यति सहज त छैन। 17 गते पछाडि नै मात्रै यसबाट तपाईँले पूर्ण लाभ लिन सक्नुहुन्छ। तर सूर्यलाई मात्रै हामीले हेरिरहँदा यस वर्षको राजा ग्रह र सूर्य दुवै राशि एकादश स्थानमा, राशिदेखि एकादश स्थानमा बसेको अवस्थामा भने आर्थिक लाभ पर्याप्त हुन्छ। राजनीतिमा आउने विभिन्न खालका समस्याहरूलाई किनारा लगाउन सकिन्छ। मान सम्मान पनि प्राप्त हुन्छ। बृहस्पति फेरि अत्यन्त बलवान छन्, भाग्यभावमा छन्, भाग्य पनि बलियो हुन्छ। कूटनीतिमा ऐतिहासिक सफलता प्राप्त गर्न सक्नुहुन्छ। प्रेम अनायास पर्न सक्छ र मन पनि आँटले तपाईँलाई एकदम स्थिर बनाउँछ, जसका कारण थुप्रै लाभहरू उठाउन सक्नुहुनेछ। विशेष गरेर यो सूर्यको मात्रै फललाई हामीले हेऱ्यौँ भने धनको लागि हो। सूर्य त राजनीतिक कारक पनि हो, आत्मकारक पनि हो, आत्मबल पनि बढ्ने भयो, आम्दानी पनि प्रशस्त हुने भयो। खर्च बढी नै गर्नु पर्यो भने पनि खर्चको लगानी सही कार्यमा लाग्ने भयो। अब मुख्य ग्रहहरू नै तपाईँको बलशाली भइदिए। जस्तै शनि गएर बसे कहाँ, तपाईँको 7औं भावमा, त्यसै गरी तपाईँको सूर्य एकादश भावमा, जसले गर्दा आर्थिक रूपमा समेत विशेष र अनि सूर्यको दृष्टि 5औं भावमा, बौद्धिक स्तर पनि अगाडि र धेरैभन्दा धेरै सफलता हासिल गर्न सक्नुहुने भयो। यो हिसाबले तपाईँको लागि यो सूर्यको फल अत्यन्तै अनुकूल रहने भयो। कन्या राशि। अब कन्या राशिलाई हेर्दाखेरि यो सूर्यको फल सकारात्मक मान्न सकिन्छ। हुन त बेस 10औं भावमा हो, राजनीतिमा केही समस्याहरू आउन सक्छन्। अनि 8औंमा बसेको राहु बृहस्पतिले स्वास्थ्यमा पार्ने प्रतिकूलता त छँदै नै छ। तर तपाईँको वर्षको राजा, वर्षको मन्त्री र सूर्य स्वयं समेत अनुकूल भएको हुनाले यो महिना तपाईँको लागि अनुकूल रहनेछ। यस अनुकूलताबाट तपाईँले के गर्नुहुन्छ त भन्दा कूटनीतिक स्तरमा सफलता हासिल गर्नुहुन्छ। न्याय क्षेत्रमा हुनुहुन्छ भने त्यहाँ ठुलै जमर्को मार्न सक्नुहुन्छ र आम्दानी पर्याप्त हुन्छ। अनि पराक्रम वृद्धि हुन्छ, अधुरा काम बन्छन्। कहिलेसम्म? 17 गतेसम्म। 17 गतेपछि तपाईँको 10औंमा सूर्य अनि तपाईँको चाहिँ तृतीय 12औं भावमा गएर बस्छन्। त्योभन्दा अगाडि नै तपाईँले ठुल्ठुला कामहरू बनाइसक्नुपर्ने हुन्छ। यसरी हेर्दाखेरि बृहस्पति प्रतिकूल छन्, तर शुक्र
तपाईँको अत्यन्त अनुकूल, बुध अनुकूल र सूर्य समेत पनि दशममा त्यति प्रतिकूल नमानिने भएको हुनाले तपाईँले धेरैभन्दा धेरै प्रगतिहरू गर्न सक्नुहुनेछ। तर संयमित हुनुपर्छ, खर्च बढी हुन्छ। सूर्यको उपासना, सूर्यको जप, सूर्यको आराधना गर्नै छ। समग्रमा तपाईँलाई यसले मध्यम फल दिनेछ, तर संयमित भएर काम गर्दा फल बढी लिन सक्नुहुनेछ। अब तुला राशि। तुला राशिको लागि सूर्य 9 भावमा। अब 9 भावमा सूर्यलाई त्यति अनुकूल त मानिन्न, तर यहाँ तपाईँको समग्रमा सबै ग्रहहरू बलशाली रहेका छन्। सूर्य 9 भावमा किन राम्रो भयो तपाईँको लागि भन्दा तुला राशिको लागि एकादशी भाग्य भावमा बस्दा आय वृद्धि हुने भयो। यो वैश्विकमा त आय वृद्धिले त खुसी हुने नै भयो नि, सफलता मिलिने भयो। त्यति मात्रै छैन, तपाईँको दशम भावमा निच भङ्ग बनाएको शुक्र मङ्गल ती एकादश भावमा जान्छन्, फेरि आय आर्जनलाई अरू बल पुग्ने भयो। त्यसै गरी भाग्य भावमा बुध पुग्नेछन्। तपाईँको बुध यस वर्षको राजा मन्त्री दुवैको अनुकूल प्रभाव र सूर्य पनि 9 भावमा अनुकूल रहेको र तृतीय भावमा दृष्टि दिने भएकोले पराक्रम वृद्धि हुनेछ। तृतीय सप्तम भावमा वैदेशिक कार्यमा सफलता मिल्नेछ। अनि कामकाजमा सफलता मिल्नुको साथसाथै कूटनीतिमा सफलता मिल्नेछ। शैक्षिक यात्राको सम्भावना पनि रहन्छ। बोलीको प्रभाव पनि बढ्नेछ र पारिवारिक सहयोग पनि मिल्नेछ। प्राविधिक शिक्षामा विशेष सफलता मिल्नेछ। यसरी हेर्दाखेरि तपाईँको लागि यो सूर्य अत्यन्त अनुकूल रहनेछ। 9 भावमा सबैलाई एकत्र रूपमा हेर्न सकिन्न। तुला राशिको लागि भने यो अत्यन्तै फलदायक र बलशाली हुनेछ सूर्य, जसबाट आर्थिक लाभ, भाग्य वृद्धि र अन्य ग्रहलाई जोड्दा राजनीतिमा र नोकरीमा समेत प्रतिस्पर्धाबाट लाभ भन्न सकिन्छ। वृश्चिक राशि। वृश्चिक राशिलाई हेर्दाखेरि त्यति अनुकूल हुँदैन। एकादशी र दशमेश दुवै भएको सूर्य बुध भने अष्टम स्थानमा गएर बस्नेछन् र महिनाको हिसाबले यो अनि प्रतिकूल महिना हो। त्यति मात्रै छैन, छैटा भावमा बृहस्पति पनि गएर बसेका छन्। स्वास्थ्यको ख्याल असाध्यै गर्नुपर्छ। सवारी चढ्दा चलाउँदा ध्यान दिनुपर्छ। आर्थिक नगद कारोबार त गर्दै नगर्दा हुन्छ। तर राशि स्वामी मङ्गल तपाईँको भाग्य भाव हुँदै निच भङ्ग भएर भाग्य भावमा बसिरहेका मङ्गल 17 गते पछाडि दशम भावमा जान्छन्। शुक्र तपाईँको 9औं भावमा लामो समय बस्छन्। सप्तमेश वैदेशिक कार्य गर्नेहरूका लागि, विदेश जाने तयार गर्नेहरूका लागि, विदेशी कम्पनीमा काम गर्नेहरूका लागि, वैदेशिक व्यापार गर्नेहरूका लागि भने यो त्यति प्रतिकूल हुँदैन, किनभने अन्य ग्रहहरूले साथ दिइरहेको हुनाले। अब शुक्र तपाईँको वर्षको मन्त्री ग्रह अनुकूल छन्। बृहस्पति, बुध, सूर्य प्रतिकूल छन्, जसका कारण अब चौथा भावमा शनि वक्र छन्। मित्रहरूको गुनासो बढ्न सक्छ। परिवारहरू पनि बिना सित्तै घुर्की लगाउन सक्छन्। तपाईँले अति धैर्य गरेर बिहान उठिसकेपछि सूर्य उपासना, पाठ पूजा, सवारी चलाउँदा ध्यान दिएर नगद कारोबार नगर्ने र अनि अब समग्रमा सबै नै ग्रहहरू लगभग प्रतिकूल देखिएको हुनाले अब सूर्य त ग्रहहरूमा सर्वश्रेष्ठ मानिएको छ। ज्ञान र विज्ञान दुवैको हिसाबले सर्वोत्कृष्ट मानिएको हुनाले ओम भास्कराय विद्महे महातेजाय धीमहि तन्नु सूर्यः प्रचोदयात् भन्ने मन्त्रको जप गर्नु उचित हुनेछ। वर्षको राजा ग्रहले तपाईँलाई साथ दिइरहेको र तपाईँको राशि स्वामीले पनि साथ दिइरहेको हुनाले अवस्था त्यस्तो गम्भीर त छैन, तर संयमित हुनु राम्रो भनेर भन्न सकिन्छ। धनुराशि। अब यहाँ बुधादित्य हुन्छ सप्तम भावमा। भाग्येश कर्मेशको संयोग हुन्छ। कूटनीतिमा एउटा ठुलो सफलता मार्न सकिन्छ। वैदेशिक व्यापारमा विशेष लाभ मिल्छ। अनि यात्राहरू गर्ने अवसरहरू मिल्नेछन्। राज्यले नै तपाईँलाई यात्रा गराउन सक्छ। अनि पञ्चम भावमा बृहस्पति, शैक्षिक यात्राको सम्भावना, छात्रवृत्तिको सम्भावना, भाग्य वृद्धिको सम्भावना, अनि नोकरीमा पदोन्नतिको सम्भावना, राजनीतिमा गुमेको स्थान पुनः प्राप्तिको सम्भावना, सबै ग्रहलाई जोड्दा सूर्य मात्रै पनि भाग्येश भएर सप्तम भावमा रहनु एउटा पति भए पत्नीलाई, पति भए पत्नीलाई, पत्नी भए पतिलाई केही स्वास्थ्यमा बाधा पुर्याउन सक्ने बाहेकका अन्य क्षेत्रबाट भने राम्रै सफलता प्राप्त हुनेछ। अब हामी अरू ग्रहलाई जोडौँ। तृतीय भावमा शनि, अनि पञ्चम भावमा बृहस्पति, सप्तम भावमा बुधादित्य योग, राजयोग, जसले गर्दा यो महिना तपाईँको लागि सूर्य आफैमा पनि राम्रो भए, बुधको साथले झन् राम्रो भए, यस वर्षको राजा भएकोले पनि राम्रो भयो। तर स्वास्थ्यको ख्याल गर्नु होला, किनभने मङ्गल र शुक्र यस वर्षको मन्त्री ग्रह र तपाईँको पञ्चमेश ग्रह अष्टम भावमा छन्। त्यसैले तपाईँले पाउने सफलताहरू 18 गतेबाट मात्रै पूर्णता
प्राप्त गर्न सक्छ। त्यसो भएर के भन्न सकिन्छ भने मङ्गल शुक्रको ध्यान जप उपासना अथवा ओम भास्कराय विद्महे महातेजाय धीमहि तन्नु सूर्यः प्रचोदयात्, लामो समय बस्ने र वर्षको राजा शुक्र भएको हुनाले ओम सुम शुक्राय नमः, ओम अमङ्गारकाय नमः मन्त्रलाई ओम सुम शुक्राय नमः, ओम अङ्गारकाय नमः भन्ने मन्त्र जप गर्नुहोला। र समग्रमा सूर्यको मात्रै फल राम्रो छ, बृहस्पति शनिको पनि तपाईँलाई सहयोग छ, तर मङ्गल र शुक्रको प्रतिकूलतालाई समेट्न सक्नुभयो भने राम्रै उन्नति हुनेछ, तपाईँको लागि सूर्यको फल अनुकूल रहनेछ। अब मकर राशि, अब मकर राशिलाई हेर्दाखेरि अन्य ग्रहले साथ दिइरहेको पाइँदैन। छैडा भावमा तपाईँको बुध बसे शुभ ग्रह भाग्येश, जसबाट शत्रु वृद्धि भनिन्छ। सूर्य समयमा तपाईँको अष्टमेश हो, सूर्य एक अकारक हो यो मकर राशिको लागि, अष्टम भावको मालिक। जो अष्टमेशसँग बस्छ त्यो ग्रह दोषी हुन्छ। यस वर्षको राजा भाग्येश बुध कहाँ बसिदिने भए 6 गते रातिबाट भने छैडा भावमा बसिदिने भए शत्रुले तपाईँको राज्य तपाईँको भाग्यलाई दाव बोल्न सक्छन्। वक्र शनि द्वितीय स्थानमा गएर बसिरहेको अवस्था, चौथा भावमा गुरु चण्डाल योग भएको अवस्था। यहाँ सूर्य मात्रैलाई हेर्दा केही सकारात्मक रहन्छ, किनभने सूर्य एकलमा आफै एउटै घर हो। छैटा भावमा रहँदाखेरि शत्रु निवारण त भनिन्छ, बुध त्यहीँ छन्, तर शत्रुसँग ठुलो प्रतिस्पर्धा पनि गर्नु पर्यो। र यसरी हेर्दाखेरि तपाईँको लागि यो मध्यम फल दिने हुन्छन् सूर्य। अब छैटा भावमा पाप ग्रह अनुकूल त हुन्छन्, तर अष्टमेश हुन्, जसले गर्दा आर्थिक कठिनाइ हुन्छ नै, स्वास्थ्यमा केही प्रतिकूलता देखिन्छ नै, तर पनि कामकाजमा केही सफलता र आर्थिक लाभ पनि राम्रै हुनेछ। यसरी हेर्दाखेरि तपाईँको लागि पनि यो सूर्यको फल मध्यम रहनेछ, जसका कारण तपाईँले संयमित भएर मात्रै लाभ उठाउन सक्नुहुनेछ। अब यसले के गर्छन् त, सूर्यको दृष्टि 12औं भावमा पनि पर्छ, मुद्दा मामिला पनि लाग्न सक्छ 12औं सूर्यको दृष्टि हुँदा। अब वक्र शनि द्वितीय स्थानमा आफूले बोलेका कुराहरूको उल्टो अर्थ लगाएर पनि फस्न सकिन्छ। फेरि अर्को महत्त्वपूर्ण कुरा, अब सफलताको लागि त परिवार मित्रको सहयोग चाहिन्छ, त्यहाँ पनि फेरि गुरु चण्डाल योग भइरहेको छ भने तपाईँले संयमित हुनुपर्छ। सूर्यको फल चाहिँ मध्यम रहनेछ। अब कुम्भ राशि, कुम्भ राशिलाई हेर्दाखेरि यो सूर्यको फल अत्यन्तै सकारात्मक रहनेछ, किनभने यहाँ तपाईँको बृहस्पति पनि बलिया छन्, शुक्र त कमजोर ठाउँमा छन्, किनभने यस वर्षको मन्त्री ग्रह, तर बुधादित्य योग बन्ने छ। अब कहिलेबाट? 7 गतेबाट भनौँ न। अनि सप्तम भावको मालिक र पञ्चम भावको मालिकले संयोग बनाउँदाखेरि एउटा राजयोग भयो, अर्को बुधादित्य योग भयो। तृतीय भावमा बृहस्पति राहु मेषको रहेको हुँदा पराक्रम वृद्धि हुने भयो, बौद्धिक स्तर बढ्ने भयो, सन्तान प्रगति हुने भयो, सन्तान नहुनेलाई सन्तान प्राप्तिको योग बन्ने भयो, र वैदेशिक व्यापारमा विशेष सफलता मिल्ने भयो, कुटनीतिमा विशेष सफलता मिल्ने भयो। राज्य स्थानको मालिक छैडा बसे पनि मङ्गल तपाईँको 7औं भावमा जाँदैछन् फेरि। त्यसले के भन्छ त भने नोकरीमा, राजनीतिमा कुटनीतिक सहयोग र अनि मित्रहरूको सहयोगबाट तपाईँले गुमेको स्थानलाई पुनः प्राप्ति गर्न सक्ने अवस्था पनि रह्यो र नयाँ नयाँ काम गरेर सिर्जना पनि गर्न सक्नुहुने भयो। अब भाग्यमा निर्भर हुन मिलेन तपाईँलाई, किनभने भाग्य त तपाईँको कमजोर रहेको अवस्था भयो शुक्र, तर कर्मलाई जोड दिनु पर्यो भने कर्मस्थानको मालिक तपाईँको छैडा भावमा मङ्गल आफैमा बलवान हुन्छन्, 7औं भावमा जाने बलवान हुन्छन्, मित्रको घरमा जान्छन्। बृहस्पति बलियै छन्, शनि राशिमा छन्, वक्र ग्रहले बेला बेलामा उल्टो बुद्धि सृजना गर्न सक्छ, त्यसैले धैर्य भने गर्नुपर्ने हुन्छ। शिवजीको उपासना पनि गर्नुपर्ने हुन्छ। ओम नमः शिवाय मृत्युञ्जय महादेवाय नमस्तुते भन्ने मन्त्रको जप पनि गर्नुपर्ने हुन्छ। अब सूर्यलाई मात्रै हेरौँ हामी, एकादश भाव आय लाभ पनि हुने भयो। एकादश स्थानमा सूर्यको दृष्टि, बुध समेत सूर्य समेतको संयोगले असार महिना राजनीतिक कर्मीहरूका लागि होस् वा व्यावसायिक कूटनीतिकहरूका लागि होस् र विभागहरूलाई पनि अनुकूल मानिन्छ। पञ्चम भावमा गएपछि सन्तान प्राप्ति गर्नको लागि पनि महत्त्वपूर्ण समय हुन्छ, नहुनेहरूको लागि हुने योग पनि बन्दछ। यसरी हेर्दाखेरि सूर्यको फल पनि अनुकूल छ, अन्य ग्रहले पनि साथ दिएको अवस्था रहनेछ भनेर भन्न सकिन्छ। अब अन्त्यमा मीन राशि। अब मीन राशिको त चौथा भावमा सूर्य षष्ठेश भयो, षष्ठेश एकै चौथा भावमा पाप ग्रह आफैमा हानिकारक हुन्छ, कुनै पनि ग्रह भयो भने हानिकारक हुन्छ। यहाँ अरू ग्रहले पनि साथ दिइरहेको पाइन्न।
अब चौथा भावमा सूर्य गएर बस्यो षष्ठेश। मित्रहरू शत्रुसँग मिल्न सक्ने, शत्रु सक्रिय हुने, पेटमा समस्या आउने, सवारी साधनले दुःख दिन सक्ने र घर जग्गा किन्दै हुनुहुन्छ भने अवरोध आउने, बेच्दै हुनुहुन्छ भने मूल्य नपाउने अवस्थाहरू रहन सक्छन्। अब यहाँ सूर्य अनुकूल मानिन्न चौथा भावको सूर्यलाई। दशममा दृष्टि दिन्छन् छुट्टै कुरा हो, तर तपाईँको द्वितीय भावमा राहु पनि बसेका छन् र फेरि 12औं भावमा वक्र भएर शनि गएर बसेका छन्। त्यो एकादशी छु। आय शून्य खर्च वृद्धि अनि मित्रता शून्य शत्रु वृद्धि। अनि मन अशान्त, शरीर शिथिल, खर्च वृद्धि आदि कुराहरूले हेर्दाखेरि यो सूर्यको फल तपाईँको लागि प्रतिकूल रहनेछ। यसलाई यसरी नबुझ्नु होला, उपचार गर्नु होला। हाम्रो चाहना हो यहाँ कसैलाई दुःखी बनाउनु होइन, सुखी बनाउनु हो, सचेत बनाउनु हो, नोक्सानबाट बचाउनु हो, नाफा गराउनु हो। त्यसैले सूर्यलाई बिहानै उठिसकेपछि मैले माथि नै उल्लेख गरे अनुसार यहाँले प्रार्थना पनि गर्न सक्नुहुन्छ। होइन भने ओम भास्कराय विद्महे महातेजाय धीमहि तन्नो सूर्यः प्रचोदयात् भन्ने मन्त्रको जप गर्न सक्नुहुन्छ। त्यति पनि अल्छी लाग्यो भने ओम किरणिम सूर्यादित्याय नमः भन्ने मन्त्रको जप धेरैभन्दा धेरै गर्न सक्नुहुनेछ। तपाईँले भने ओम सम शनिश्चराय नमः भन्ने मन्त्रको जप पनि गर्नुपर्ने हुन्छ। 12औंमा शनि बसेका छन्। समग्रमा यसरी भन्नु पर्दाखेरि तपाईँको लागि यो सूर्यको फल अनुकूल छैन। कसैमाथि विश्वास गरिहाल्नु भए धोका हुनेछ। परिवारलाई पनि वास्तविक गुह्य कुरा नखोल्नु उचित हुनेछ। अब हामी संक्षिप्तमा हामीले 12 राशि भन्यौँ। अब यसरी हेर्दाखेरि कसलाई बढी लाभ र कसलाई बढी हानि त भन्दाखेरि अत्याधिक लाभ कहाँ हुन्छ त? सूर्य तेस्रो, एकादश र छैटा अवस्था। कहाँ कहाँ बस्दा? छैटा त मकर राशिको, तर मकर राशिलाई भने सूर्य अकारक ग्रह भएको हुनाले त्यस्तो विघ्न राम्रो भएन। अब दुईटा राशिलाई राम्रो भयो। एकादश भन्दाखेरि सिंह राशिलाई, तृतीयश भन्दाखेरि मेष राशिलाई। यहाँ त अन्य ग्रहले पनि साथ दिएको अवस्था रह्यो र अत्याधिक फलदायी रहने भयो। अब बुझ्नुहोस्, अब हानिकारक कसलाई भयो त भन्दा 6, 8, 12 माफ गर्नु होला 4, 8, 12। अब चौथा भावमा कसको बस्यो त? मीनको बस्यो। 8औं भावमा कसको बस्यो त? वृश्चिकको बस्यो। 12औं भावमा कसको बस्यो त? कर्कटको बस्यो। हो, यी 3 राशिलाई भने बढी प्रतिकूल प्रभाव पर्नेछ। यसरी बुझौँ र यसको प्रतिकूलताप्रतिको चिन्ता होइन कि उपचारको प्रयास गरौँ। यहाँहरूलाई कस्तो लाग्छ दर्शकवृन्द यो मासिक राशि? किनभने यो महिनाभरि प्रभाव पर्ने यहाँहरूको जीवनमा कति मेल खाइरहेको छ? कृपया जस्ताको तस्तै संसारको जुन कुनै कुनाबाट हेर्दाखेरि आफ्नो नाम, आफू भएको ठाउँ र आफूलाई लागेको विचारहरू लेख्न कृपा गर्नुहोला। र यो च्यानललाई यहाँहरूले सब्सक्राइब गर्नुभएको छैन भने र मन पर्छ भने अवश्य सब्सक्राइब गर्नुहोला। र मेरो प्रयास विभिन्न खालका जानकारीहरू गराउने हो। समयले भ्याएसम्म म अनेक जानकारीहरू गराइरहेको हुन्छु। त्यो सम्पूर्ण जानकारी लिन नभुल्नुहोला। र कतिपय भएका त्रुटिहरूमा सकारात्मक सुझाव अवश्य दिनुहुनेछ भन्ने विश्वासका साथ यो असार महिनाको सूर्यको परिवर्तन मासिक राशिको संक्षिप्त जानकारी दिँदै ग्रहको चौतारीबाट म बिदाको अनुमति चाहन्छु र म यहाँहरूसँगको प्रतीक्षा गरिरहनेछु प्रतिक्रिया, सुझाव र सब्सक्राइबको। हवस् त, नमस्कार।